हाम्रो आत्मीको नामद्वारा आज शनिबारको दिन हल्ला नगर्नु है। आज शनिबारको दिन परमात्मा परमेश्वर पिताको महिमाको दिन, आशिषको दिन। हामीले 6 दिनसम्म, हप्तामा 6 दिनसम्म घरमा काम गरेर आज 7औं दिनको दिन जति पनि जनहरू पितालाई महिमा तुल्याउनको लागि यस मन्दिरमा आएका छन् सम्पूर्णलाई नमस्कार। म सविता सलबाट आएको। हाम्रो पिता महान हुनुहुन्छ हैन। हामी पिता पाएर हामी धेरै खुसी छौँ। पिताका सन्तानहरू कति आनन्दको हैन। सबैको यति आनन्दको यहाँ आएर अनुहार हेरे सबैको कति आनन्द हैन। यो गर्ने होला हाम्रो महान पिता हुनुहुन्छ। अनि मेरो पनि पहिला त ठुलो अनुभव त हामीले परमेश्वर चिन्नु भयो हैन। कतिजनाले कसैले दुःख कष्टमा परेर परमेश्वर चिने भन्नुभएको छ, कसैले अब के अरे कति मैले आनन्दको जीवन पाएको छु भन्नुभएको छ हैन। तर यति कुरा मैले चाहिँ अरू सबैजना परमेश्वरको सन्तान भएको हुनाले हैन, सबैजना परमेश्वरको सन्तान हुनुभएको रहेछ। अनि म पनि परमेश्वरको सन्तान बन्छु भनेर मैले आनन्दको जीवनमा मैले परमेश्वर चिनेको हुँ हैन। अहिले परमेश्वर पाएपछि त यति आनन्द छ कि परमेश्वरको महिमामा प्रवेश गरेपछि हैन, कस्तो छ भन्ने कुरा त हामीले नै देख्न पाइएको छ हैन। जो परमेश्वरको सन्तान भएको छ, जो परमेश्वरको सन्तान बनेर परमेश्वरले चिने कस्तो छ, परमेश्वरको महिमा कस्तो छ भन्ने कुरा त्यसले मात्र थाहा हुन्छ। अनि अनुभवहरू पनि अहिले त अस्तिसम्म त मैले त आनन्दको अनुभव भन्थेँ हैन। तर अहिले चाहिँ मेरा अनुभवहरू छन् सब चिज। यो पनि आनन्दको खुसीकै अनुभव छ हैन। पहिला चाहिँ मेरो जिउराको टुप्पामा घाउ आएको थियो, धेरै समय 3-4 दिन जस्तै घाउ आइरहेको थियो हैन। अनि मलाई ठिक भएको थिएन। अनि मैले परमेश्वरसँग मागिरहेको थिएँ। माग्दै अहिले त ठिक भयो हैन। अनि पितालाई होबाद छ। आज हामीलाई सानोतिनो बिमार, सानोदेखि लिएर ठुलै बिमारसम्म नै हैन, कहिले धनमादिले भन्नुहुन्छ आफ्नो अमाजलाई हैन। अब भित्रभित्रै कलेजो फोक्सो नै छैन भन्दा पनि अब हस्पिटलमा जाँदै भएको छ भन्दा पनि उहाँ ठिकै हुनुभएको छैन त हैन। आज परमेश्वर चिन्नु भएको छ, परमेश्वरको महिमा जान्नु भएको छ, हिलिङ पाउनु भएको छ, प्रार्थना पाउनु भएको छ हैन। त्यही भएर आज परमेश्वरद्वारा हामीलाई साना ठुला हरेक अनुभवहरू हाम्रो छन् हैन। अनि अर्को फेरि हिजो फेरि मैले दिउँसो के हो खाएको थिएँ, मलाई आफैलाई थाहा छैन के खाएको भन्ने कुरा। त्यहाँ मेरो त यतापट्टि त कस्तो सस्ती बिजायो हैन। मैले त केको छेसको पसेको जस्तै भयो। अनि त्यहाँ त कहाँ बिजायो आफैलाई थाहा छैन। बिजाउनलाई बिजाएको छ, फुट्ने बिजाउँछ फेरि। अनि म त अनि पहिला चाहिँ यसो डर लाग्यो। अनि पछि अब मैले एउटा बलिगम खाएँ। त्यो एउटा बलिगम झिकेर अनि शुद्ध पारेर हैन, यसले मलाई के हो यो पिता यो ठिक हुनुपर्छ भनेर बलिगम खाएँ। अनि पछि त त्यो त जस्ताको तस्तै भइहालेछ हैन। त्यो भएर आज हामीलाई कति आनन्द छ हेर्नु त हामीलाई हैन। हुन त हामी नभए हामी हस्पिटल पनि जान सकिन्छ हैन। तर हामीलाई प्रार्थनाद्वारा, हिलिङद्वारा पनि हामीले कति धेरै ठिक भइरहेको छ नि त हैन। हामीले कस्तो अनुभवहरू सुनाउन पाइरहेको छौँ यहाँ आएर। त्यो भएर एउटाको अनुभव सुन्यो भने हामीले दबाई पनि भइरहेको छ हैन। अनि अर्को छ मेरो श्रीमान अहिले अब बुढेसकालमा खेडाली भएर हिँडेर हैरान छ हैन, जात्रा छ। फेरि परमेश्वरले एकदम काम प्रकट गराउनु भएको छ। खालि फर्स्टै गरेर आउनु भएको छ हैन। अब पहिला आफ्नो स्कुलमा भलिबल थिए। अनि यो भलिबल है मैले फुटबल भन्थेँ के भन्थेँ हैन, सरी भलिबल हो। अनि स्कुलमै पनि हुन त आफ्नो स्कुलमा अरूले जितेको राम्रो हुन्छ हैन। त्यही पनि त्यति बेला उहाँले नै गाह्रो मान्नुभएको थियो। मैले तपाईँले हारे हुन्थ्यो भनेर त्यहाँ हार्नु भएको थियो हैन। अनि त्यहाँदेखि त्यो पछि चाहिँ कुन्छामा गएर भलिबल खेल्न जानुभयो। अनि अब खिन्न हुनुभएको। अनि अब पोहोर त जित्दै हिँडेको थियौँ, अहिले हारौँ भनेर। अनि मैले प्रार्थना गरेको छु, परमेश्वरसँग मागेको छु जितेर आउनुहुन्छ भने हैन। अनि गएर त आएर त मेडल लिएर आउनुभएछ हैन। अनि फर्स्ट गरेर मेडल लिएर आएको भन्नुभयो। अनि ल धन्यवाद, यो गर्ने होला हाम्रो ईश्वर हुनुहुन्छ भने। त्यहाँदेखि हामीले कति दुःख गरेको छौँ भन्नु। दुःख त हामीले नि त दुःख गरेको छैन हैन। ऊ पनि त सँगसँगै खेलेको छ नि त। तर परमेश्वरले गर्दा उहाँले अब अग्रस्थानमा ल्याइदिनु भयो परमेश्वरले। अनि फेरि जित्दा जानुभयो। फेरि जित्दामा अनि त्यति बेला मान्छेको जानिरहेछ। अनि मान्छेकोमा त यहाँको स्कुलका अब हर्ष हामी सक्दैनौँ भन्नुभयो अरे कि फेरि होइन। सबैको के अरे ईश्वरको योजना है। सबैजना अरू अब यहाँ पनि अब कोही केटाहरू हुनुहुन्छ, कोही बुढो उमेरको हुनुहुन्छ होइन। अनि 7 धारे जानुभएको छ। अनि 3 च्याम्पियन खेलाडी होइन, त्यहाँ गएर पनि फर्स्ट गरेर आउनुभएको छ होइन। अनि मैले बेलुका पनि मागेको थिएँ, बिहान पनि आइरहेको थिएँ होइन। उहाँहरूको टिमलाई नै अग्रस्थानमा ल्याइदिनु। मेरो विश्वासले उहाँ पनि परमेश्वर त चिन्नु भएको छ, उहाँ पनि विश्वास गर्नुहुन्छ होइन। अब मलाई आनन्दसँग नै पठाउनु भएको छ होइन। जहिले पनि शनिबार रोक्नु हुँदैन। अनि अब अनि 7 धारे जानुभयो। 7 धारे जाँदा अनि फेरि मेडल बोकेर आउनुभयो होइन। त्यहाँ पनि अनि मलाई पसलमै लिएर हामीले यसरी लिएर आयो भन्नुभयो है। अनि फेरि खाजा त स्कुलकै सरहरूले खुवाउनु भयो। अब 8 हुँदाखेरि यहीँको आमा समूहहरू हामी
स्कुलमा हामी गीत गाउने भनेर गएको थियौँ होइन। मैले त परमेश्वर चिनेको थिएँ। अनि त्यो गीत गाउन जाँदा पनि म त यताको समूहमा त थिइनँ। अनि समूहमा मलाई यताको दिदीहरूले मलाई पनि मिसाएर लानुभएको थियो। अनि मैले परमेश्वरसँग मागेको थिएँ। अर्काले भन्नुभएको थियो तिमी त परमेश्वरको सन्तान हो, माग है, हामी जित्नुपर्छ भनेर भन्नुभएको थियो होइन। ल मैले मागेको छु भनेर मैले माग्दै माग्दै गएको थिएँ। त्यहाँ गएर पनि हाम्रो समूह हामी प्रथमै भएर आएका थियौँ होइन। त्यही भएर आज परमेश्वरले होइन हामीलाई यति हामीले मागेको कुरा हरेक कुरा हामीले विश्वास अनुसार माग्ने होइन, हरेक कुरा परमेश्वरले पुऱ्याउनु भएको छ होइन। अनि कतिजनाले भन्नुभएको छ मजाकोटी मेरोमा आएको भएर नत्र हुन्थेन पनि भन्नुभएको छ होइन। अब हुन त म परमेश्वरको सन्तान पनि थिएँ नि त, त्यो ग्रुपमा म मात्रै परमेश्वरको सन्तान थिएँ होइन। त्यही भएर आज परमेश्वरले हामीलाई हरेक कुरामा पुऱ्याउनु भएको छ। अनि अर्को वर्ष चाहिँ फेरि अनि हाम्रो त स्कुल टाढा, अब म यतापट्टि हामी एक बोर्डिङ चौक आएँ, अब उताको जनवरी जानुभएको हुनु भएन र सेकेन्ड थर्ड हुनुभएको छ होइन। सबैले सम्झिनु आएछ पोहोर त अब सबै त आएको थियो र फर्स्ट भइएको थियो भन्ने त भयो नि त होइन। त्यही भएर हामी परमेश्वरले आफ्नो सन्तानलाई लाजमा कहिल्यै पनि पार्नुहुन्न होइन। त्यही भएर अनि हामीले हरेक एउटा अनुभव सम्झिए हामीले पुग्छ होइन। एउटा अनुभव सम्झिएर हामी त्यही अनुभवमा उत्साहित हुने, अनि केही दुःख पर्दा पनि त्यही अनुभवले त्यस्तो मलाई ठिक भयो थियो, यो पनि ठिक हुन्छ भनेर हामीले परमेश्वरसँग मागिरहने होइन। र त्यही भएर आज आनन्दको अनुभवहरू दिनेवाला हाम्रो महान परमेश्वर हुनुहुन्छ। अनि अरू चाहिँ त अब हामी सबै ठिकै छौँ, घर परिवारमा अब सबै ठिकै छौँ। हामी 4 जना परिवार छौँ। मेरो बाबु विदेशमा छन्, बाबुलाई पनि ठिकै छ। अनि अरू अब हामी 3 जना अहिले छौँ। हामी सबैलाई परमेश्वरले आनन्द राख्नु भएको छ होइन। होइन परमेश्वरलाई धन्यवाद भने। अनि हिजोमा फेरि मङ्गलामा थियो फेरि हिजो होइन। अनि मङ्गलामा जान्थ्यो पनि होइन। अनि मङ्गलामा हिजो र आज चाहिँ अनि हिजो र अनि आज चाहिँ फाइनलमा जाने दिन रहेछ होइन। अनि हिजो पनि त्यहाँ फाइनलमा जित्नु भयो। जे होस् आज जित्नु भयो नि 12,000 रहेछ पुरस्कार, हिजोको भयो 8,000 रहेछ होइन। जस आज चाहिँ नजिते पनि 10,000को पुरस्कार त भयो, 8,000 पनि 10,000। अब आज हिजो चाहिँ जे होस् फाइनलमा चाहिँ जानुभयो होइन। आज केही जाने अरूले जित्नु भयो भने सेकेन्ड हुनुहुन्छ, नजिकै फर्स्टै हुनुहुन्छ होइन। त्यही भएर आज परमेश्वरद्वारा होइन त हामीलाई मागेको कुरा होइन हरेक कुरा पुऱ्याउनुहुन्छ परमेश्वरले होइन। मैले यहाँभन्दा पहिला पनि 2-4 वर्ष पहिला पनि मलाई अग्रस्तरमा ल्याइदिइराख्नु भएको छ होइन। अब मलाई पनि सानोदेखि लिएर ठुलोसम्म नै पनि हिजो पनि त हामीले ठुल्ठुलो अनुभवहरू सुनाएका थियौँ नि त होइन। र हिजोसम्मको मेरो पाठकहरूको समस्या पनि मलाई हिलिङद्वारा नै प्रार्थनाद्वारा नै ठिक भइरहेको थियो होइन। त्यही भएर मलाई पनि हरेक कुरा नै परमेश्वरद्वारा ठिक भइरहेको छ। हामीहरूको घर परिवारमा पनि परमेश्वरद्वारा एकदम आनन्द भइरहेको छ होइन। आज हामी सामुदायिक नवजीवनको आधार संस्थामा रहेर परमेश्वरको महिमा गर्न पाएका छौँ होइन। यहाँ आएर हामीले परमेश्वरको महिमा गर्न पाएका छौँ। अनि हामी स्वधर्मको पालना गरौँ होइन। हामीले एकदम धर्मलाई पनि हामीले नराम्रो नगर्ने होइन। हामीले राम्रोको लागि जुन धर्मको पनि हामीले काम गर्न हुन्छ, जुन धर्मको पक्ष पनि हामीले बोल्दा हुन्छ होइन। अनि हामीले आज हामीलाई यो सबै स्वधर्मको पालन गरौँ भनेर हामीले शिक्षा लिने मौका पनि पाएका छौँ हामी होइन। हामी 1 वर्ष भयो हामीले यो शिक्षामा हुन त हामी अझ धेरै, हामी त 72 सालमा हाम्रो संस्था दर्ता भएको, आज 10 वर्ष भयो हामी होइन। 82 साल 10 वर्ष भयो, तर पनि हामी यति धेरै लिन हुन सकेका थिएनौँ होइन। अब हामी परमेश्वर गुरुहरूको पछि लाग्न सकेका थिएनौँ, अगुवाको पछि लाग्न सकेका थिएनौँ होइन। यो पनि एकदम चुन्ने दिन पनि आउनुपर्छ होइन। अनि अब आजभन्दा 1 वर्ष पहिला परमेश्वरले जे होस् हामीलाई भनौँ न पक्को अगुवा खडा गराइदिनु भयो होइन। परमेश्वरले चुन्नु भयो र हामी यसरी लागि परेर महिमा गर्न सक्यौँ। आज हामी सामुदायिक नवजीवनको आधारको संस्था भनेर पनि हिँड्न सक्ने, बोल्न सक्ने, शिक्षा बाँड्न सक्ने होइन। यति बनाउनु भयो हाम्रो परमात्मा परमेश्वर पिताले। अनि हामी सबै धर्मलाई समेट्न पनि सिक्यौँ, जान्यौँ होइन। हामीले कुनै धर्मलाई हामीलाई तुच्छ सम्झिएनौँ हामीले होइन। मानेर पनि महिमा गर्ने मौका पायौँ हामीले होइन। आनन्दसँग गुरुहरूको पोस्टर टाँसेर गुरुहरूको अगाडि बसेर हामीले महिमा गर्ने मौका पनि पायौँ होइन। आज हामीले अडियो भजनमा पनि गाउन नाच्न पाइरहेका छौँ होइन। हाम्रो अब महिमा हेर्नेहरूले अब मैले फेसबुकमा हालिरहेको हुन्छु, टिकटकमा हालिरहेको हुन्छु, स्टोरीमा हालिरहेको हुन्छु। त्यहाँ देख्नेहरू सबैले कति भन्नुहुन्छ, तपाईँहरूको महिमामा गर्दा तपाईँहरू त स्वास्थ्यकर पनि हुनुभएको छ है, कति खुसी हो, परमेश्वरको जनहरू कति खुसी हो भन्नुहुन्छ कि हामीलाई देख्नेहरू होइन। यति हाँसी खुसी अब छैन होइन। तर पनि हामीले परमेश्वर पाएका छौँ, परमेश्वरलाई सम्झिन्छौँ, ती तनावबाट त सबै हटिसक्छ हाम्रो त होइन। अनि त्यही भएर सबैजनाले के भन्छ कति खुसी देखिनुहुन्छ बेलबोटको जनहरू। अनि फेरि भजनहरू पनि फेरि फरक तरिकाको भजनमा नाचिरहेको देखिन्छ। तपाईँहरूलाई त आफ्नो शरीरको योगा पनि भएको छ, कसरत पनि भएको छ भन्नुहुन्छ होइन। हुन नि भएको छ नि त होइन। आज हामी ध्यान पनि गर्न पाएका छौँ नि त। 3 पटकसम्म 7 मिनट, 5 मिनट, 8-9 मिनट, 10 मिनटसम्मको हामी ध्यान पनि गर्न पाएका छौँ होइन। त्यसरी बस्दाखेरि आनन्दसँग त्यतिखेर त ढाड सिधा बनाएर बस्न पाउँदा हाम्रो शरीर पनि धेरै हल्का भएको छ। अनि भजनहरू पनि त्यही अनुसार
हामीले गाउने नाच्ने गरिरहन पाएका छौँ र हामीले हाम्रो परमेश्वरको महिमाको सँगसँगै हामीले योगा पनि गर्न पाएका छौँ होइन। र अनि अब हामीलाई हाम्रो गुरुले यही सिकाउनु भएको छ, गुरुले हामीलाई शिक्षा दिनुभएको छ, हामी त्यही शिक्षाअनुसार हामी अगाडि बढिरहेका छौँ होइन। अघि नै रामा बहिनीले भन्नुभयो कतिजना कहाँ कहाँ पुग्नुहुन्छ शिक्षा लिन, म कहीँ पनि गएको छैन होइन। हामीलाई आनन्द छ नि त, जहाँ गए पनि सिक्ने कुरा त यही हो नि त होइन। सबैजना तर फेलोसिप भनेकै यही हाम्रो महिमा, शनिबारको महिमा हो नि त फेलोसिप भनेको होइन। के अरे अब धेरैजनाको गएर सुन्नु र थोरैजनामा सुन्नु, आखिर थोरैजनामा नै स्पष्ट हुन्छ नि त होइन। सबै कुरो सुन्न पाइन्छ, देख्न पाइन्छ, बुझ्न पाइन्छ होइन। त्यही भएर फेलोसिप भनेकै शनिबारको महिमा हो हामीहरूको। र हामी किन जानु पर्यो त, हामीलाई हाम्रो गुरुले हामीलाई अनलाइनबाट नै शिक्षा दिनुभएको छ। त्यही शिक्षा यहाँ आएर मैले फेरि सबैजनालाई बाँडिरहेको छु होइन। मैले जति जानेको छु त्यति बाँडिरहेको छु र अनि हामी शिक्षामा हामी सबै पूर्ण छौँ हामी होइन। त्यही भएर हामी कतै गएर हामीले शिक्षा लिनु पाएन भने मन सानो बनाउने कुरै छैन हामीले। अहिले अब हामी आनन्दसँग महिमा गर्न पाएका छौँ अनि